हेलो एभ्रिवान, म चाहिँ तपाईँहरूको ह्यारिक आज फेरि एउटा भिडियो लिएर आइसकेको छु। आज चाहिँ भिडियो कस्तो छ भन्दा त्यो रियाक्सन पनि होइन, म्युजिक भिडियो रियाक्सन पनि होइन, कमेडी पनि रियाक्सन होइन, तर यो चाहिँ आज एउटा ब्लगमा टिकटकमा तपाईँहरूले सायद टिकटकमा, फेसबुकमा, इन्स्टाग्राममा जताततै यो भिडियो चाहिँ देखेकै हुनुहुन्छ होला। त्यो के हो भन्दा चाहिँ यो भिडियो हेर्नुहोस् है त। Boni. भिडियो चाहिँ यही हो है, हेर्नुहोस्। Rice? मलाई खाना दिनुस्। What is it? ए मलाई Molai? खाना Kana? दिनुस्। Dunus. दिनुस्, यस। मलाई खाना दिनुस्। Molai kana dinus. यस। It is Nepali. यहाँबाट सुरु हुन्छ है। अब हेर्नुहोस् है, अब भाइरल भइरहेको अहिले चाहिँ टिकटकमा, इन्स्टाग्राम, फेसबुकमा। जति पैसा ल्याऊ नत्र म भोलि आएर धर्ना बसेर लिने हो। मसँग जति पैसा ल्याएको त्यति यसमा लिने भए ल्याऊ नत्र मसँग भोलि यो नेपाली पुरै बुझ्छ। I don't know what you're saying. What do you saying? त्यो टोनै हुन्न त्यो त्यसले हुन्छ स्ल्याङ। टोन के हुन्छ? No. चिकन This rice. मटन Yeah. मटन No, I'm okay. This I'm rice okay. costs 1500 rupees. If you have 1500 rupees, pay it. Otherwise, you have to wash all the dishes. Oh, watch the dishes. All the dishes. Oh my goodness. Otherwise, we are going. I got. तर मान्छे चाहिँ एकदम इनोसेन्ट टाइपको है। यहाँ हेर Oh, मैले watch the dishes. All the dishes. Oh my goodness. Otherwise, we are going. I gotta run. Hang up. We are going to take your. म भाग्छु भनेर आएको छु उसले चाहिँ यति हेरसम्म है। You have- I you have pay to- 5,000. First of all, you have to pay for this. This boy is speaking English. Oh, how are you? No, I am not joking. Good. What's your name? अहिले चाहिँ सोसियल मिडिया भाइरल भइरहेको भिडियो चाहिँ यही हो। अनि तपाईँहरूले चाहिँ यहाँ हेर्नु पनि सक्नुहुन्छ। अनि के भइरहेको छ तपाईँहरूले सायद धेरैले देखिसक्नु भएको छ है। अनि मैले चाहिँ जस्तै यो भिडियो भइहाल्यो, त्यसपछि अझै एउटा अर्को भिडियो कुन चाहिँ भाइरल भइरहेको छ भन्दा यो पनि है, हेर्नुहोस् है तपाईँहरूले है। Finish my food. I'm going to break your that what the hell camera. No, man. I'll pay. Don't worry. I'll You pay. have to pay. Don't worry. Pay first and then record. अब यहाँ चाहिँ अलिकति सिरियस You have not हुनुभएको taken चाहिँ my उहाँ चाहिँ consent to record. So, I am going to sue you. You have not taken any consent to record that. Sir, you have came to taken me. my consent to You record came my to me, video? sir. Have you taken my consent to Alright, record the video? Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm trying. don't know the I'm morally. just trying to eat. All right, I'll leave. I'll pay for it. Don't worry. Oh. Don't worry. I'll pay for it. Don't worry. Here you go. End it. Excuse me. Sorry for that. Excuse me. तर अरू उहाँहरूले चाहिँ जस होइन त्यस्तो होइन, सरी उहाँको तर्फबाट सरी मागिराख्नु भएको छ। अनि उहाँले चाहिँ पैसा दिन्छु भनिराख्नु भएको छ No, why? ब्लगरले है। You don't. No. You just keep it. No. He's not joking. Here. He's joking. उहाँले चाहिँ बुझिसक्नु भएको छ, हि इज नट जोकिङ। Here. How much you want? How much you want? No. Why? Yeah, I'll pay. Come on. यहाँ चाहिँ त्यो एकदम त्यो कसैले त्यो एकदम मन्दुवादी जस्तो भएको छ कि उहाँलाई चाहिँ। त्यही भएर उहाँले चाहिँ एटिट्युड चाहिँ देखाएको होइन, यो चाहिँ पैसा देखाएर दिएर। I'll pay. Oh. तर अरूहरूले चाहिँ जे होस् उहाँहरूले चाहिँ यस्तो उस्तो भनिराख्नु भएको छ, इट जस्ट जोकिङ भन्नुभएको छ। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यो जोक हो कि के हो भनेर। No. He's just joking. अनि जस्तै यो भिडियो आइसकेपछि भाइरल भइसकेपछि चाहिँ जस्तै जो उहाँले चाहिँ जुन प्र्याङ्क गर्नुभएको छ भन्नुभएको छ नि, प्र्याङ्क गरेको मैले, अथवा जसलाई चाहिँ भ्लगरलाई चाहिँ एकदम रिस उठेर बोल्नुभएको छ चर्कोश्वरले, उहाँको चाहिँ एउटा भिडियो आएको थियो, त्यो पनि हेरौँ हामीले। माई एपोलोज भिडियो, प्लिज हेल्प टु सेन्ड इट टु हिम एज आई ह्याड नट गट एनी कन्ट्याक्ट डिटेल अफ हिम गरे है त। यो भिडियो हेरौँ है, सबैलाई टिकटकमा नमस्ते। हाल्नुभएको थियो। सोसियल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु। त्यतिखेर भएको घटनाबारे थोरै बताउँदा त्यो 1 वर्षभन्दा अगाडि हाम्रो पिकनिकमा 1 वर्ष अगाडि उक्त टुरिस्ट आइपुगेका थिए। उनीले खाना खाने क्रममा खाना
जोक्सको रूपमा खानाको कुरा उठेको थियो त्यहाँ, जुन मजाक हो जोक्स हो भनेर मैले भिडियोमा पनि पटक पटक भनिरहेको छु। र त्यो पिकनिकको परिस्थितिले गर्दा त्यसपछि उसले भिडियो खिचिरहेको कुरालाई भिडियो चाहिँ नखिचिदिनु, भिडियो खिच्नुभन्दा अगाडि त कम्तीमा सोधिदिनु भनेर यो कुरामा त म पनि ल माने, भिडियो गर्नुभन्दा अगाडि सोध्नुपर्छ। यो चाहिँ हामीले पनि जसले पनि हजुरहरू जता गए पनि हामी पनि विदेश गयौँ अथवा कतै गयौँ भने सोध्नुपर्छ, ल ठिक छ यो कुरा। तर जुन खाँदै गरेको बेला चाहिँ आएर डाइरेक्ट त्यसरी भन्दा चाहिँ कसको मन दुख्दैन र? एक त हजुर ल नेपालीलाई भनेको भए त ल हो त नि भयो, त्यसरी अलि उस नै भइहाल्छ। टुरिस्ट भनिसकेपछि त अतिथि देवो भव भन्ने कुरा त तपाईँहरूले बुझ्नु नै हुन्छ, बढी भन्नै पर्दैन। मलाई भिडियो खिचेको मन परेन भनेर मैले उसलाई बताउन खोजेको हो। अब त्यो परिस्थितिले गर्दा त्यहाँ अलिकति रुड भएको देखिएको रहेछ। मेरो रुड हुनु देखेको होइन, पुरै देखेको नै छ। उसलाई थर्काउने भन्ने कुनै नियत थिएन, उसलाई त्यस्तो परेको रहेछ। त्यसको लागि आई डिपली एपोलोजाइज फर द्याट। म त्यसको लागि एकदमै माफी चाहन्छु। मेरो इन्टेन्सन त्यो थिएन, खालि भिडियो चाहिँ कन्सेन्ट नलिकन खिच्नु ठिक होइन भन्ने थियो। तर त्यो परिस्थितिले गर्दा अलिकति रुड भएको देखेको रहेछ, चर्को भएको देखेको रहेछ। कुनै घुम्न आएको विदेशी पाहुनालाई बुलिङ गर्ने अथवा होच्याउने, हेप्ने भन्ने मेरो यस्तो मन नपरेको भए त जस्तै सुरुमै गएर भन्ने हो नि त, मलाई भिडियोमा गरेको मन परेन, सिधा भन्ने कि नत्र एक्सक्युज मी भनेर मलाई भिडियो गरेको मन पर्दैन। तपाईँले चाहिँ गरिदिनुभएको छ भने पनि मेरो भागहरू काटेर हालिदिनुहोस् न भन्न पाइयो। अनि यो चाहिँ हाम्रो हक अधिकारको पनि कुरा हो, यो त मजाले भन्नु पायो। तर यहाँ चाहिँ सुरुमै के भएको छ, सुरुमै आएर चाहिँ यसलाई म जतिको पैसा लिएन भने पुरै यसलाई नि यसलाई के अरे म भोलिदेखि धर्ना बस्ने हो। अब त्यो त राम्रो देखिएन नि त मलाई नरहेको। र त्यस्तो पर्न गएकोमा म एकदमै माफी चाहन्छु। धन्यवाद। ओके, अनि यही नै छ दुईवटा भिडियोहरू। सायद तपाईँहरूले हेर्नुभयो, तपाईँहरूको विचारमा चाहिँ के लाग्छ? मैले चाहिँ यो भ्युज बटुल्नलाई यताउतिको लागि भन्दा पनि मलाई चाहिँ के लाग्यो, यो कुरा बोलौँ, रियाक्ट भन्दा पनि केही भन्छु भनेर चाहिँ मैले भिडियो गराएको छु। त यदि तपाईँहरूलाई मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्नुहोस्, म भन्दिनँ। मेरो अर्को भिडियो चाहिँ हेरिदिनु होला, सायद छिटै नै आउने छ, होलीवाला छ भिडियो, हेरिदिनु होला। अनि माया यस्तै साथ सपोर्ट देखाइदिइराख्नु होला। र अनि जुन लो हामी नेपालीबाट चाहिँ उहाँ गल्ती भइहाल्यो। अब अर्को राम्रो कुरा के गर्न सकिन्छ भन्दा म तपाईँहरूलाई द लस्ट जोय भन्ने युट्युब च्यानलमा गएर चाहिँ सबैजनालाई यसरी सब्सक्राइब गरिदिनु होला है त। अनि यो चाहिँ उसको लागि, उहाँको लागि राम्रो पनि हुनेछ त्यस। अनि वी लभ यु भनेर लेखिदिनु होला, फ्रम नेपाल भन्नु होला। तपाईँहरूले जान्नुहुने हुन्छ, यस्तो चाहिँ मैले पनि कमेन्ट गरिदिएको छु। अनि कोही मान्छे यस्तो भयो उस्तो भयो भनेर चाहिँ सबै नेपाली कमेडी चाहिँ त्यस्तो हुन्न भनेर उहाँले भिडियोमा पनि भनिसक्नु भएको छ है। तपाईँहरूले लास्टको ब्लगमा वहीँ गएर पुरै ब्लग हेर्नु होला, अनि सबै बुझ्नुहुनेछ कसरी। अनि सुरुमा चाहिँ एकदम रमाइलो गर्दै इन्जोय गर्दै बबल टी खाँदै एकदम त्यो उहाँको भ्लगहरू धेरै हेर्दा चाहिँ उहाँ चाहिँ एकदम फ्रेङ्कली टाइपको, अनि जस जब त्यो जे कुरालाई पनि राम्रो तरिकाले लेखिदिने टाइपको हुनुहुँदो रहेछ। पहिल्यै अलि इन्ट्रोड्युस गर्नु पाएको भए यो भिडियोहरू फिडमा पनि आएको थिएन कि, रिकमेन्डमा पनि आएको थिएन। भाइरल भएपछि एक्कासी युट्युबको पनि मैले टिकटकहरू खोलेर हेर्ने बित्तिकै युट्युबमा आउने बित्तिकै फर्स्टमै भ्लग थियो, अनि मैले क्लिक गरेर हेरिसकेको थिएँ। तपाईँहरूलाई म केही कुरा सेयर गर्न आएको र हुन्छ। अहिलेलाई यतिकै राख्दै फेरि अर्कोचोटि भेटी बात राख्दै बाई बाई, सी यु नेक्स्ट टाइम गाइज।